पढ्न बस्दा मोबाइल चल्छ, ध्यान टिक्दैन। 2 घण्टा बसे पनि काम अधुरै नै रहन्छ। के तपाईलाई थाहा छ, केवल 25 मिनेटको छोटो एकाग्र अध्ययन सत्रले तपाईको ध्यान क्षमता 5 गुणा बढाउन सक्छ? यस्तो आश्चर्यजनक तरिका हो पोमोडोरो प्रविधि। कहिलेकाहीँ हामी निकै मेहनत गरेर बैठछौँ, तर अलिकति फोन हेर्नु र मन भट्किनु धेरै छिटो हुन्छ। तर यदि कसैले भन्यो 25 मिनेट मात्र पूर्ण ध्यान दिएर काम गर्न सक्यो भने काम हुने निश्चित छ त? हामीले आज यही वैज्ञानिक तरिका सिकेर आफ्नो पढाइ, कामलाई धेरै सहज र प्रभावकारी बनाउनेछौँ। एउटा उदाहरणमा सुशील नामका एक विद्यार्थीलाई मन पर्यो पोमोडोरो प्रविधि। उहाँ गणितको तयारी गर्दै हुनुहुन्थ्यो, तर पढ्न बस्दा मोबाइलमा समाचार आउँथ्यो, साथीहरूको मेसेजहरू आउँथ्यो र 2 घण्टा लगाएर पनि मण्डला हल्न सक्दैनथे। त्यसपछि उहाँले पोमोडोरो विधि अपनाउनुभयो। हरेक 25 मिनेट ध्यानपूर्वक गणितका प्रश्न हल गर्नुभयो र 5 मिनेट ब्रेक लिने क्रममा अलिकति हिडडुल गर्नुभयो। केही दिनमै उहाँले महसुस गर्नुभयो कि मन अलि बढी निरन्तर भयो र अध्ययन काम धेरै सकियो। त्यो एउटै स्याहार पोमोडोरोले उहाँको दिनचर्या नै बदलिदियो। पोमोडोरो प्रविधि भनेको 25 मिनेट काम गरेर 5 मिनेटको छोटो विश्राम लिने समय व्यवस्थापन प्रविधि हो। यो विधि फ्रान्सिस्को सिरिलो नामका एक विद्यार्थीले 1980 को दशकमा विकास गरेका थिए। पोमोडोरो इटालियन भाषामा टमाटर भनेको हुन्छ। सिरिलोले किचनमा पाइने टमाटर जस्तै आकारको टाइमर प्रयोग गरेर आफ्नो पढाइ बढाउन खोज्नु भएको थियो। 25 मिनेटको एकाग्र सत्रपछि छोटो विश्राम लिँदा मानसिक थकान कम हुन्छ र काम आत्मसात गर्न सजिलो हुन्छ। पोमोडोरो किन काम गर्छ? पोमोडोरो विधिको सफलताको मुख्य कारणहरू यस्ता छन्। ध्यान केन्द्रित हुन सहयोग गर्छ। समय सीमित भएको हुँदा ध्यान भङ्ग हुने कुरामाथि नियन्त्रण रहन्छ। 25 मिनेटले त्यसै कार्यमा निरन्तर एकाग्र हुन प्रेरणा दिन्छ। मोबाइल तथा सामाजिक सञ्जाललाई बिस्तारै हटाएर केवल एक काममा सीमित रहनाले हामी मल्टिटास्किङबाट बच्छौँ र गहिरो काम गरिरहन सक्छौँ। मस्तिष्कलाई थकान हुनबाट जोगाउँछ। लामो समयसम्म एकै कुरामा पढ्दा वा काम गर्दा दिमाग चाँडै थाक्छ। पोमोडोरो ब्रेकले मस्तिष्कलाई नियमित रूपमा विश्राम दिलाउँछ, जसले बर्नआउट रोकिन्छ र ताजा ऊर्जा ल्याउँछ। टुकटुकमा आराम गर्दा कामको गुणस्तर उच्च रहन्छ र लगातार काम गर्दा आउने ढिलाइ आउँदैन। समय दबावको जादु। 25 मिनेटलाई लक्ष्य गरेर काम गर्दा समय सीमा आफै बनाइन्छ, जसले उत्साह जगाउँछ। 25 मिनेटलाई छोटो परीक्षा जस्तै बनाएर त्यति बेला काम सक्ने उद्देश्य राख्दा हामीलाई कति समय बाँकी छ भनेर सतत हेरिरहनु पर्दैन। उल्टो काम सक्दा हुने खुसी र उपलब्धिले मन प्रफुल्लित बनाउँछ। यसै क्रममा काम पूरा गरेर साना उपलब्धिहरूको अनुभव हुँदा डोपामिन नामक रासायनिक पदार्थले ट्रिगर हुन्छ, जसले आत्मविश्वास र प्रेरणा बढाउँछ। पुरस्कार प्रणाली डोपामिन। प्रत्येक पोमोडोरो सकिनासाथ सानो सफलता प्राप्त हुन्छ र ब्रेकले मस्तिष्कलाई एकचुक पुरस्कार दिने काम गर्छ। यसले आँखाको अगाडि इन्द्रधनुष चाहिँ सकारात्मक अनुभूति दिन्छ, जसले काम गरिरहन मनोबल बढाउँछ र पुनः अर्को सत्रका लागि तत्पर गराउँछ। यी सबै मनोवैज्ञानिक कुराले मिलेर पोमोडोरो प्रविधि प्रभावकारिता सुनिश्चित गर्छ। ध्यान केन्द्रित हुने, बाँकी समयको म्यानेजमेन्ट हुने र शरीर र दिमाग दुवैलाई थकान हुनबाट बचाउने यो चक्रले हाम्रो दैनिकीमा असाध्य सकारात्मक परिवर्तन ल्याउन सक्छ। सामान्य गल्तीहरू। प्रयोग गर्दा मानिसले कयौं सानातिना भूल गर्छन्, जसले प्रभाव घटाउँछ। मोबाइल नछोड्ने, काम सुरु गर्दा फोन साइलेन्टमा नराख्नु, सामाजिक सञ्जाल नबन्द गर्नु वा नोटिफिकेसनहरू नकरिदा ध्यान सजिलै भङ्ग हुन्छ। पोमोडोरोमा प्रवेश गर्दा सबै विकर्षण हटाएर मोबाइल बाहिर वा साइलेन्टमा राख्नुपर्छ। ब्रेकमा काम गर्ने। 5 मिनेटको छोटो ब्रेकमा फेरि इमेल जाँच्ने लगायत कार्य गर्नाले ब्रेकको उद्देश्य फिकाउँछ। ब्रेक मान्छ भने दिमाग र शरीरलाई पूर्ण विश्राम दिनुपर्छ। काम गर्नु होइन, हल्का तन्किएर वा पानी पिएर दिमाग ठिक राख्नु हो। टाइमर नलगाउने। 25 मिनेटको टाइमर सेट नगरी काम गर्दा पोमोडोरो प्रविधि कायम हुँदैन। धेरैले सोध्छन् म ध्यान दिन्छु भन्दै पनि समय हिसाब नगर्नु ठूलो भूल हो। अनिवार्य रूपमा हरेक सत्रमा टाइमर अन गर्नुपर्दछ। यी गलतीहरूलाई सच्याउँदा मात्र पोमोडोरोको वास्तविक लाभ लिन सकिन्छ। उन्नत सुझावहरू। यदि तपाईले पोमोडोरोलाई अझ बलियो बनाउनु छ भने यी टिप्स अनुसार अघि बढ्न सक्नुहुन्छ। मोबाइल नियन्त्रण गर्नुहोस्। त्यस्तै मोबाइलमा डु नट डिस्टर्ब मोड चलाउनुहोस् वा नोटिफिकेसन अफ गर्नुहोस्। यसो गर्दा तानझान हुने फोनसँग संलग्न हुन पाउँदैन र 25 मिनेटलाई पूर्ण रूपले उपयोग गर्न सकिन्छ। गणित तथा पढाइमा लागू गर्नुहोस्। विशेष गरी गणित तथा पढाइका कठिन विषयहरूमा पोमोडोरो अत्यन्तै उपयुक्त छ। उदाहरणार्थ, इम्तिहान तयारी गर्दा एउटा विषयलाई 25 मिनेटमा अध्ययन गरेपछि अर्को विषयमा जाने चलनले पढाइ असरदार र व्याकुटी रहन्छ। सृजनात्मक कामका लागि लेखक,
डिजाइनर, भिडियो निर्माता जस्ता कामदारहरूले पनि पोमोडोरोलाई लागू गर्न सक्छन्। लेखनको लागि 25 मिनट लेख्नमा बिताउँदा लेख रचना अघि बढ्छ र समय व्यवस्थापन सजिलो हुन्छ। यसरी सृजनात्मक काममा एक्कासी ठूलो ब्लक गइरहेर झन्झटाग्रस्त हुनुको सट्टा टुक्रामा काम हुँदा सफलता सहज हुन्छ। दैनिक योजना समावेश गर्नुहोस्। बिहानको योजना बनाउँदा पोमोडोरो सत्रहरू सेट गर्नुहोस्। दिनभर गर्ने कामहरूलाई साना टुक्का ह्यान्डलमा विभाजन गरी प्राथमिकता निर्धारण गर्नुहोस्। यसो गर्दा प्रत्येक पोमोडोरोपछि काम सकियो भन्ने आत्मविश्वास जाग्छ र बाँकी दिनमा गर्ने थप काम पनि स्पष्ट देखिन्छ। यी सुझाव अपनाउँदा तपाईले पोमोडोरो प्रविधिलाई आफ्नो जीवनशैलीसँग अझ राम्रोसँग जोड्न सक्नुहुनेछ। प्रेरणा र परिवर्तन। यदि तपाईँ 4 पोमोडोरोहरू एक दिनमा व्यवस्थित तरिकाले पूरा गर्नुभयो भने कल्पना गर्नुहोस् कति महत्त्वपूर्ण काम सकिन सक्छन्। तपाईँ आदर्शमा भन्न सक्नुहुन्छ मैले 2 घण्टा पढेँ, तर पोमोडोरोमा 1 घण्टा मात्र काम गरेर सुही काम धेरै गुणाले अघि बढ्छ। यसलाई अपनाएपछि तपाईँ आफूलाई अझ प्रभावकारी महसुस गर्नुहुनेछ। काम सकिएको देख्दा आत्मविश्वास बढ्छ र अर्को पोमोडोरो गर्न छोड्दिन भन्ने ऊर्जा आउँछ। धेरैले पोमोडोरो अपनाएर अध्ययन वा काममा आत्मप्रेरणा प्राप्त गरेका छन्। यो प्रविधिले सफलताको यात्रा त छोटो बनाउँछ नै, साथमा मानसिक सन्तोष पनि दिन्छ। अब तपाईलाई पनि कुरा सुनेर मात्र होइन, अनुभव गरेर देख्ने पालो हो। पोमोडोरोको सुरुवात गर्दा सानो उपलब्धिले नै दिनभरको उत्साह बढाउँछ र दिनरातको मेहनतलाई सुनियोजित बनाउँछ। आखिर सबैभन्दा असरदार सिद्धान्त भनेको निरन्तर अभ्यास र आत्मविश्वास हो। आजै प्रयास गर्नुहोस्। तपाईको लागि अब समय छ। आजै 1 पोमोडोरो सेसन गरेर हेर्नुहोस् र अनुभव गर्नुहोस्। टिचिङ र मोटिभेसन मिलाएर बनाएको यस तरिकाले तपाईका लक्ष्य नजिक पुग्न सहयोग पुग्छ। यदि यो भिडियोले काम लाग्यो भने ज्ञानीयता च्यानल लाइक गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सनुहोला। आगामी दिनमा पनि यस्तै प्रेरणादायी जानकारीका लागि हामीसँगै रहनुहोला।